आज चाहिँ गाइसहरू हामी छोराको रिसोर्ट लप्सी बोटमा जाँदैछौँ। अब हामी पुग्न लागिसक्यौँ, यहाँ पुगिसक्यौँ। यहाँ आफ्नो आफ्नै पारामा हामी बसिरहेछौँ। म चाहिँ काठमाडौँको भ्यू हेरिरहेको छु। एकदम यहाँ चाहिँ राम्रो देख्छ ठाउँहरू पनि, अनि बस्न खानलाई पनि सुविधा। अब हामी यहाँ के खाने भनेर हामी सल्लाह गर्दैछौँ। मलाई चाहिँ मनपर्ने पोर्क हो। मैले चाहिँ पोर्क बनाउँदै रहेछु कुक भाइलाई। अरू चिज पनि सबै मिठो बनाउँछ यहाँ चाहिँ। अब कुक भाइले पाकेर पनि ल्याइदिइसक्नुभयो। कसैले चाउचाउ, कसैले पोर्क अनि लस्सी हामी खाँदैछौँ। यहाँ चाहिँ हाम्रो रिसोर्टको म्यानेजर पनि चाख्दै हुनुहुन्छ। यहाँनिर चाहिँ नि आफ्नो आफ्नै पारामा छौँ। मलाई चाहिँ मनपर्ने पोर्क हो। पोर्क म चाख्छु। कति मिठो छ। वाउ, एकदम यम्मी रहेछ है। धेरै मिठो रहेछ। अब मैले अर्डर गरेको छु चिकन कुरमुरे पनि ल्याइदिइसक्नुभयो पाकेर। अनि खानाहरू पनि पाउँछ, थुक्पाहरू पनि पाउँछ। तपाईँहरू पनि आएर खान सक्नुहुन्छ गाइसहरू। एकदम मिठो रहेछ के। खाने चिजहरू पनि सबै चिज मिठो छ। अनि अब हामीले खाइपुगिसक्यौँ। अब मलाई चाहिँ एउटा टिकटक बनाउनु मन लाग्यो, साउन्ड पनि लागिरहेछ। अनि साउन्डको गीतमा मैले टिकटक बनाइरहेको छु गाइसहरू। टाइम पास त हो भने घर जाने बेला पनि हुन आँटिरहेछ। अब हाम्रो लगभग घर पनि लागिसक्यौँ। अब यहाँनिर अब समयलाई पनि बिदा दिइसकेको छ हामीलाई। मलाई चाहिँ बाहिरको सिन खिच्नु मन लाग्यो। रात पर्दा चाहिँ एकदम राम्रो आउने के। मैले खिचेर हिँड्दैछु म गाडीमा पनि। अरू सबैजना आफ्नो आफ्नै व्यस्ततामा बसिराख्नु भएको छ। मलाई चाहिँ जति चाहिँ गरे पनि राति चाहिँ अब बाहिरको सिनहरू एकदम राम्रो देख्ने के। बाहिरको सिन लिइरहेको छु। लगभग हामी अब यति गर्दा गर्दै घर पनि पुग्नु लागिसक्यौँ गाइजहरू। आजलाई बाई बाई। अर्को भिडियोमा भेटौँला।